खेल बेग्लै थियो। बलरको पेस र स्पिन पनि बेग्लै थियो, तर कुशल भुर्तेलको फुट प्लेसमेन्ट एक्ज्याक्ट सेम ज्योमेट्री। मोडर्न टी20 वा टी20 आई क्रिकेटमा बलरले ब्याट्सम्यानलाई रिड गर्छन्, तर जब एउटा ब्याट्सम्यानले आफ्नो बडी लाइनलाई कम्प्युटर जस्तै लक राख्छ त्यति बेला बलरको हरेक क्यालकुलेसन फेल हुन जान्छ। आज हामी ट्र्याक गर्नेछौँ त्यो अदृश्य रेखाको रहस्य जसले कुशल भुर्तेललाई अनप्रेडिक्टेबल बनाउँछ। हामी धेरैजसो ब्याट्सम्यानको ब्याक एन्ड एक्रस मुभमेन्टलाई रुटिन कुरा ठान्ने गर्छौँ, तर कुशलको केसमा उनको ब्याकफुट जब लेग स्टम्पको लाइनमा फ्रिज हुन्छ उनले अफ साइडमा एउटा आर्टिफिसियल ग्याप क्रिएट गर्छन्। पेसरले जब थाहा पाउँछन् कि कुशलको ब्याकफुट लेग स्टम्प लाइनमा लक्ड छ, उनीहरू नेचुरल टेन्डेन्सीमा ब्रोड लाइन्स अर आउटसाइड अफ डेलिभरी फाल्दछन्। त्यही ट्र्यापमा बलर आफै पर्छन्। त्यो एलाइनमेन्टले गर्दा कुशलले आफ्नो हिप्सलाई फ्रिज गरेर आर्म्सलाई पुरै एक्सटेन्ड गर्ने गर्छन् एन्ड द रिजल्ट अ फ्ललेस इनसाइड आउट ड्राइभ ओभर कभर। केही समय अगाडिको डेट हेर्ने हो भने उनको करियरमा एउटा यस्तो डार्क फेज थियो जहाँ एउटा स्पेसिफिक बलले उनलाई डिजास्टरमा पुर्याउँथ्यो, लेफ्ट आर्म अर्थोडक्स स्पिन। हरेक अपोजिसन क्याप्टेनलाई थाहा थियो कुशललाई आउट गर्न ठुलो पेस होइन, स्लो लेफ्ट आर्म स्पिनर चाहिन्छ। पुरानो एप्रोचमा कुशल स्पिनलाई धेरै एट्याक गर्न खोज्थे। जब लेफ्ट आर्म स्पिनरले बल फ्लाइट गर्थे कुशलको फ्रन्ट फुट धेरै माथि जान्थ्यो, उनको बडी वेट ब्यालेन्स घुम्थ्यो। स्पिनलाई प्री मेडिटेट गरेर रुम बनाउन खोज्दा उनले आफ्नो लेग स्टम्प छोड्थे, जसले गर्दा उनले स्ट्रेट डेलिभरिजमा बोल्ड वा एलबिडब्ल्यूको शिकार हुनुपर्थ्यो। कुशलको माइन्डमा लेफ्ट आर्म स्पिनरको एउटा यस्तो भय थियो जसले उनको इन्टरनेसनल टी20 डिस्ट्रक्टिभ इमेजलाई ब्लक गरिरहेको थियो। रिसेन्टली हेर्ने हो भने कुशलले थाहा पाए कि स्पिनसँग लड्न एग्रेसिभ फुटवर्क होइन, डिफेन्सिभ एलाइनमेन्ट कन्सिस्टेन्सी चाहिन्छ। उनले आफ्नो एप्रोच पुरै बदले। उनले बललाई डिप हुनभन्दा अगाडि नै रिड गर्छन्। उनको त्यो पुरानो भय अब उनको सबैभन्दा ठुलो ट्याक्टिकल वेपन बनिसकेको छ। बट रिमेम्बर, नो ब्याट्सम्यान इन द वर्ल्ड क्रिकेट इज फ्ललेस। यो एब्सोल्युट मास्टरी पछि पनि कुशल भुर्तेलको गेममा एउटा यस्तो ग्लिच छ जसलाई हाई पेस बलिङ एट्याकले एक्जिक्युट गर्न सकिन्छ। जब उनको ब्याकफुट लेग स्टम्प लाइन अथवा मिडल स्टम्पमा फिक्स रहन्छ उनको बडी फ्रेम एब्सोल्युट ओपन चेस्टेड वा स्लाइटली ओपन चेस्टेड हुन्छ। यदि कुनै एक्सप्रेस फास्ट बोलरले उनको चेस्ट वा आर्मपिट लाइनमा बाउन्सर टार्गेट गर्छन् भने कुशलले रुम बनाउने ठाउँ हुँदैन। उनले बडीलाई लाइनबाट हटाउन सक्दैनन् र प्रेसरमा रिजिड चेक शट वा ब्लाइन्ड पुल खेल्दा बल टप एज लागेर फाइन लेग वा डिप स्क्वायर लेगमा क्याच जान सक्ने सम्भावना धेरै हुन्छ। उनको ब्याटिङमा अर्को पनि एउटा फ्ल रहेको छ। यदि कुनै एउटा मिडियम पेसरले उनलाई लेन्थ बल आउटसाइड लेग स्टम्प स्लो फाल्ने हो भने उनी फ्लिक गर्ने चक्करमा ब्याटको बटम एज लागेर क्याच हुने चान्स धेरै हुन्छ। अर्को स्ट्र्याटेजी हो द कोरिडोर अफ अनसर्टेनिटी। जब पेसरले बललाई गुड लेन्थ र सर्ट अफ लेन्थको बिचमा 6 देखि 7 मिटर्स मिडल स्टम्प ट्र्याकमा हेभी निप ब्याक गर्छन्, त्यति बेला फिक्स्ड लेग स्टम्प फुटवर्क अथवा मिडल स्टम्प फुटवर्कले गर्दा कुशल ब्लक हुन्छन्। उनको ब्याटिङ प्लेन भर्टिकल भएकोले उनले डिफेन्सिभ पुस गर्दा बल ब्याट र प्याडको बिचबाट घुसेर बोल्ड वा क्लियर एलबिडब्ल्यू हुने चान्स पनि धेरै रहेको हुन्छ। तपाईँलाई यो बारे के लाग्छ? आफ्नो ओपिनियन कमेन्टमा सेयर गर्नुहोला र यस्तै डिप क्रिकेट एनालाइटिकल र अपडेट्सको भिडियोजको लागि च्यानल सब्सक्राइब गर्न नबिर्सिनुहोला। जय क्रिकेट, जय नेपाल, धन्यवाद।